हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई युट्युब च्यानल अगेन। होइन, सबैजना सन्चै हुनुहुन्छ होला तपाईहरू। हामी पनि सन्चै छौँ। र अब चाहिँ हामी के गर्न लागेको भन्दाखेरि रुम सर्न लागेको, रुम चेन्ज गर्न लागेको। होइन, यो रुम चाहिँ हामीलाई सानो भएर अनि प्लस यो घरको कन्ट्र्याक्ट पनि सकेर हामी चाहिँ अर्को घरतिर सर्न लागिरहेछौँ। सो अस्तिदेखि नै अब हामीले चाहिँ रुमहरू खोजिरहेको थियो अनि हाम्रो साउले पनि खोजिरहेको थियो। होइन, सो साउले देखाएको रुम चाहिँ हामीलाई मन परेन। पुरानो घर अनि प्लस महँगो पनि थियो अनि घर पनि पुरानो थियो क्या, लास्टै फोहोर थियो। सो त्यही भएर हामीले साउसँग कुरा गरेर अब हामी आफै रुम खोज्छौँ। हामी आफै खोजेर अनि सर्छौँ भनेर अनि कुरा गरेको थिएँ। सो फाइनली चाहिँ रुमहरू खोज्यो। होइन, त्यो खोजेको भिडियोहरू चाहिँ बनाएन, खोजेर पनि कन्ट्याक्ट गरेर पनि रुमहरू हेरेर पनि फाइनल भएर अब चाहिँ हामी कोठाहरू सर्ने डिसिजन गरिसक्यौँ। होइन, हामीले चाहिँ 20 तारिकभन्दा अगाडि सर्नु पर्ने छ, किनकि 20 तारिकसम्म मात्रै यो घरको कन्ट्र्याक्ट हो नि त। अनि 20 तारिकभन्दा अगाडि नै हामीले खाली गरिदिनुपर्छ यो घर चाहिँ। सो त्यही भएर अब हामीले फिक्स गरिसक्यो अर्को ठाउँमा रुम। अनि फिक्स गरेर अब आज अथवा भोलि हामी सबै सर्छौँ। अहिले चाहिँ यहाँ सामानहरू व्यवस्था गर्दैछौँ। होइन, सबै यहाँतिरको उयोहरू चाहिँ खाली गर्नुपर्ने हुन्छ साथीहरू। होइन, सबै खाली गरेर प्याक गरेर अनि लानुपर्ने हुन्छ। सो अहिले चाहिँ म यहाँ प्याकिङ गर्दैछु, कपडाहरू दुनियाँ विभिन्न कुराहरू यहाँ प्याकिङहरू हुँदैछ। यहाँ भद्रगोल छ। होइन, पुरै भद्रगोल छ। सो अब के कस्तो हुन्छ रुमहरू सर्दै उता गएर नि अर्को रुममा पनि देखाउने छु है त साथीहरू। सो किप वाचिङ, सी यू गाइज। हेलो, यस्तो छ अवस्था। झोला टुङ्गी बोकेर तामाटी बोकेर काला shower room. मलाई थाहा छ। हामी चाहिँ नयाँ घरमा आइसक्यौँ। खाँदै एउटा म बोक्छु। राख्नु 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 त्यहाँनिर। साथीहरू, हामीले एकचोटि चाहिँ हामी पुऱ्याएर आयो, सामान पुऱ्याएर। अब फेरि जाँदैछौँ। यस्तै छ झोले जिन्दगी। आइगो बसाइसक्यो हाम्रो यहाँ नयाँ नयाँ चिजहरू हाल्दैछ क्या। यहाँ यस्तरी यो कम्पाउन्डमा यस्तो दामी हालेछ यार। यति मात्रै हो कि परैसम्म हाल्ने हो यो खासमा। त्यस्तै गरी चल्ने हो। एकैछिनमा बनाइहालेछ यो। अघि बिहान भर्खर लिएर आएको थियो है। यस्तो छ है हाम्रो टोल चाहिँ साथीहरू। ल है, यस्तो बिजोग छ। हाम्रो भाइहरूले सघायो। रोशन भाइ नदेखाउने हो। घिसिङ भाइ के छ? ठिक छ। यस्तो भद्रगोल हुन्छ है साथीहरू रुम सर्दाखेरि। हाइट, यो विडम्बना के हो त यस्तो हालत। छेजुदोको भ्लग हालेकै छैन भाइ। छ नि, छेजुदोको हराबजी छ नि, हराबजी। ठिकै छ। अनुहार देखाउँदैन नि दिदीको। बिस्तारै उयो हुन्छ साथीहरू। फाइनली लास्टै गलियो है। सबै सामानहरू चाहिँ ल्याइसक्यो। अहिलेको अवस्था चाहिँ यस्तो छ, नाजुक छ। म्याडमको अवस्था यस्तो छ, मेरो अवस्था यस्तो छ है। सामानहरू हेर्न सक्नुहुन्छ यहाँ। पुरै भद्रको लथालिङ्गै छ नि हो। आमा यस्तो छ। 2 जना मान्छेको बसाइमा त यति धेरै छ सामान यार। केही समय काम गर्नलाई बस्नलाई त अनि फ्यामिली नै बस्यो भने के होला होला। द्याट गाह्रो छ साथीहरू। अब चाहिँ हामी टक्क सेटअप गर्न छ, अलिअलि मिलाउँछौँ। हल्का व्यवस्थापन गरेर खानासाना खान्छौँ अनि चाहिँ हामी सुत्नुपर्ने हुन्छ साथीहरू। आज लास्टै थाक्यो नि हो। बोकेरै लिएको हो यो सबै सामान। होइन, नजिकै भएर साथी र भाइहरू 2 जना र दिदी 1 जनाले हेल्प गर्नुभयो।
उहाँहरूलाई पनि धन्यवाद छ यही भिडियोको मार्फतबाट। अब हामी मिलाउनु पर्यो अनि चाहिँ खाना खाएर चाँडै आएर गर्नुपर्छ, भोलि मिलाउनुपर्छ। सो आजको रुम सराई चाहिँ यस्तै भयो साथीहरू। एकचोटि हेरौँ है व्यवस्थापन गर्दा गर्दै यो कम्मर दुखेर बेल्ट बाँधेर हो कृष्णले चाहिँ यहाँ एउटा बक्स अझै खोल्नु बाँकी छ, मेरो कपडाहरू अझै बाँकी छ। यहाँ हामीले चाहिँ यो साइड लगाउन यो नभन जति यो राखेर लगेजमा राख्नु लागेको सब प्याक। के झऱ्यो नि के झऱ्यो। यताको चाहिँ लगभग हामीले व्यवस्था गर्यो किचनको डिपार्टको चाहिँ। अनि अब अहिले चाहिँ म कुकिङ गर्दैछु है। तरकारीहरू बनाएँ, खाना बनाइसकेँ, अब तरकारी बनाउँदैछु। यहाँ चिप्ले के अरे तिते करेला आलु अनि यो च्याउहरू बनाउँदैछु। कृष्णले चाहिँ उता गर्दैछ, म चाहिँ अब तरकारी बनाउँछु है त गाइजहरू। हेलो साथीहरू, ल फाइनली सबै कुराहरू डाकटुक मिलाइयो है। यस्तै भयो हाम्रो चाहिँ। अब के गर्ने, यस्ता छ अवस्थाहरू। यतिको मिलाइयो, मोटी हात छ यहाँ, यस्तो छ। यता पनि सबै मिलाइसकेको अवस्था हो। अब यस्तै हो, अब दिनदिनै मिलाउनु पर्छ टक्क लाएर, यस्तो छ। यतिको फाइनल हो। ल साथीहरू, फेरि नेक्स्ट टाइम अरू भिडियोमा भेट्दै गरौँला। हाम्रो रुम सराई चाहिँ अब फाइनल यति हो। यो पनि यतातिर गरिसक्यो हो। अब चाहिँ फेरि अर्को समयमा फेरि भेटौँला। सी यू गाइज, बाइ बाइ, टेक केयर।